एआई चाहिँ कहाँबाट छिर्यो थाहा छैन, तर भएको सवाल के हो भने हामी त्यहाँ 1 बजे कार्यक्रम तयारी गर्दै थियौँ। 10 बजेदेखि नै एकदम नाम चलेका र मिसन बोकेका साथीभाइहरूका एकदम चाहिँ फोटाहरू आउन थालिसके पछाडि त्यसको काउन्टर स्वरूप साथीहरूले हाले। अब मेरो पेजबाट होइन, त्यो मेरो पेज भने चाहिँ वास्तवमा सादा हुन्छ, त्यो नीतिमा त मैले लिनै पर्छ होइन। पेजमा डाउनलोड चलाउनु भएको छैन भन्ने पेजमा डाउनलोड भएका सबै चिज त मसँग अब मैले डाइरेक्ट मेरो लिङ्क त भएन, तर मैले जिम्मा त लिनु पर्यो। तर साथीहरूलाई मैले पछि सोद्धाखेरि के कुरा आयो भने कतिपय मिसन बोकेका साथीभाइहरूले एकदम चाहिँ नि 1/4 पनि चौरमा मान्छे नआइकन फोटो हालेर प्रचार गर्न थालिसकेपछि त्यसलाई अलिक काउन्टर होस् भनेर हाले भन्ने कुरा। तर तपाईँले भनेको कुरा म के सहमत छु भने एमालेको उपस्थिति त्यहाँ जे थियो त्यो नै काफी थियो। त्यो कुनै साथीहरूले एकदम कम गरेर त्यसलाई प्रचार गर्न आवश्यक पनि थिएन, हाम्रै साथीहरूले पनि त्यसलाई बढी प्रचार गर्नु पनि आवश्यक थिएन। त्यो कुरामा चाहिँ म सहमत छु। यसलाई चाहिँ कस्तो हुन्छ भने कहाँ चर्चा हुनुपर्ने फोटोको चर्चा बढी भयो होइन, त्यो त केन्यु पाउँ र कनिका चामलको भात खाउँ भनेर एकथै साथीहरू लागेकै छन्। विशेष गरेर हाम्रो पार्टी माथिको जुन एकदम सशक्त आक्रमण हामीले बिहोरेकै छौँ। अब हिजोको आम सभा विशेष गरेर उद्घाटन समारोहको सन्दर्भसँग जोडिएर गरेको सभाबाट हामी माथि उठाइएका धेरै प्रश्नहरूको जवाफ पनि जनताहरूले नै दिएका छन्। हामी माथि लगाएका धेरै झुटा आरोपहरू पनि त्यो बेठीको जनताले त्यसको जवाफ पनि दिएका छन् र हाम्रा बारेमा फेरिएका गलत भ्रमहरू पनि जनताहरूले त्यो भ्रम हो भनेर पुष्टि गरेका छन्। त्यसो भएको हुनाले विशेष गरेर नेपालको मिडिया सेक्टर र सोसियल मिडिया सेक्टर यसलाई चाहिँ शुद्धिकरण गर्नै पर्छ। बेला बेलामा हामीले सोसियल मिडिया नियमन लदेखि लिएर सोसियल मिडियालाई कन्ट्रोल गर्न खोज्यो भन्ने अर्थ लगाइयो। जेन्जी पुस्तालाई त्यो ढङ्गले उचालेर यत्रो ध्वंस पनि गराइयो र हामीले नियन्त्रण चाहिँ गर्न हुँदैन, नियमन चाहिँ गर्नुपर्छ। संसारभरि सोसियल मिडिया र मिडियाको नियमन गर्ने कल्चर छ होइन। नियमन भने फेरि सरकारले मात्रै नभनौँ, त्यो नियमन गर्ने चाहिँ प्रेस काउन्सिल होला, तपाईँहरूका चाहिँ नि छाता सङ्गठनहरू होला, ती सबैको स्वामित्वमा नियमन गर्ने चलन चाहिँ गर्नुपर्छ। नत्र चाहिँ कस्तो भने अब हामीमाथि एकदम भ्रमपूर्ण एट्याक भएर नि हामीले चाहिँ एकदम शुद्ध शाकाहारी ढङ्गले मात्रै प्रतिवाद गर्ने हुँदाखेरि त सिंहदरबार जल्ने खालको परिस्थिति सिर्जना हुँदो रहेछ, सर्वोच्च जल्ने अथवा सदन जल्ने परिस्थिति सिर्जना हुँदो रहेछ। त्यही भएर हाम्रा साथीहरूले पनि अलिकति जुन ढङ्गले एट्याक भएको छ त्यही ढङ्गले प्रतिरोध गरे। त्यो कुरा चाहिँ नि हामीले पनि ध्यान दिनुपर्छ र हामीमाथि एट्याक गर्नेहरूले पनि ध्यान दिनुपर्छ।